अब यसपालि चाहिँ हाम्रो 250 चाहिँ रोटरी क्लब सेन्ट्रल लुम्बिनीद्वारा 250 जनाको चाहिँ मोतियाबिन्दुको अपरेसन गर्ने लक्ष्य छ। त्यो कोटा हामीले छुट्याएका छौँ। त्यो अपरेसन गर्नको लागि लुम्बिनी नेत्रालय प्राइभेट लिमिटेड भैरवसँग चाहिँ हामीले प्राविधिक सम्बन्धन र उहाँहरूले चाहिँ सहयोग गर्ने र त्यसकारण अब यहाँ 200-250 यहाँ अपरेसन भयो भने पनि मोतियाबिन्दु अपरेसन गर्ने बिरामीहरू निक्लियो भने पनि हामी अपरेसन गर्छौँ। र यहाँ भएन भने पुगेन 250 भनेपछि हामी अर्को दुर्गम क्षेत्रहरूमा भनिकन यो विकट सुरुमा म करिब पहिला 6 वर्ष 7 वर्ष पहिले एकपटक मेरो घुम्न आउने क्रममा यहाँ चाहिँ यहाँको यो भेगका बिरामीहरू चाहिँ आँखा अथवा स्वास्थ्य परीक्षणको लागि जाँदाखेरि बिहान बस 9 बजे यहाँबाट भैरवा जाँदो रहेछ अनि 4 बजे भैरवाबाट यहाँ जाँदो रहेछ। त्यस बिचमा चाहिँ उनीहरूको चाहिँ सेवा थिएन र अस्पतालमा गइसकेपछि उहाँहरूलाई बडा हतार हमारा बस छुट जाएगा, जल्दी करा दो। जब म एक दिन घुम्न आएको थिएँ यहाँ अनि त्यो अवस्थाहरू दयनीय अवस्थाहरू यातायातको सुविधा नभएको अवस्थाहरू रहेछ। त्यस हिसाबले चाहिँ हामी चाहिँ तपाईको त्यो अवस्था देखेपछि मैले मेरो अस्पतालको टिमसँग गएर हाम्रो डाक्टर टिमसँग बसेर सल्लाह गरिसकेपछि हामीले त्यहाँ सेवा दिन आवश्यक छ। दुर्गम ठाउँ रहेछ, यातायातको सुविधा छैन, आजभन्दा 7 वर्षको कुरा पहिले छैन। त्यसै कारण चाहिँ कम्तीमा हप्तामा 2 दिन भए पनि 1 दिन भए पनि त्यहाँ आँखा उपचार चाहिँ घरमै गएर गरिदिउँ, मिनिमम चार्ज लिइदिउँ अनि त्यसपछि एउटा सामुदायिक हिसाबले चाहिँ हामीले गरिदिउँ भनेर आँखा उपचार आज 6 मा रोटरी क्लब सेन्ट्रल लुम्बिनीको त्यति बेला 19-20 को म अध्यक्ष पनि हो रोटरी क्लब सेन्ट्रल लुम्बिनीको। त्यो सही अवस्थामा अनि यहाँ रोटरी चाहिँ हाम्रो क्याम्प शिविर राखेर हरेक वर्ष हामीले यो क्षेत्रमा यो भेगमा र धेरै दुर्गम भागमा धेरै चाहिँ आफ्नो पेइङ क्यापासिटी नभएको कारणले चाहिँ यहाँ निःशुल्क आँखा शिविरद्वारा उहाँहरूलाई उपचार मोतियाबिन्दुको अपरेसन गर्ने हरेक वर्ष हामी गर्छौँ र दैनिक रूपमा चाहिँ हामीले त अब आँखा उपचार सेवा चाहिँ सञ्चालन गर्ने हाम्रो प्लानभित्र योजना छ। र यसै कारण यहाँ मात्रै नभएर यहाँभन्दा अलिकति छिमेकमा र विशेष गरी चाहिँ तपाईँको चाहिँ हाम्रो सिआर के हुन्छ यता मर्चवारी सेमरीमाई तपाईको चाहिँ अब यो कटैमाई यो 4-5वटा गाविसको बिचमा पर्ने भएको कारणले यहाँको मानिसहरूलाई चाहिँ सुविधा दिनको लागि पनि स्पेसल्ली